फेसबुकमा 5000 भन्दा बढी फ्रेन्डहरू कसरी बनाउन सकिन्छ? फेसबुकमा 5000 भन्दा बढी फ्रेन्ड बनाउनका लागि सबभन्दा पहिला त हामीले फोनमा रहेको फेसबुक एपलाई ओपन गर्ने। गइसकेपछि तल डाउनमा स्क्रोल गर्दै जाने, सेटिङ एन्ड प्रिभेसी सेटिङ आउँछ, त्यसमा क्लिक गर्ने। त्यसपछि सेटिङमा जाने, सेटिङमा गइसकेपछि त्यसपछि स्क्रोल डाउन गर्दै जाने। स्क्रोल डाउन गर्दै गएपछि यता तल एउटा अप्सन देख्न सक्नुहुनेछ, हाउ पिपल फाइन्ड एन्ड कन्ट्याक्ट यु। यसमा ट्याप गर्नु होला। यसमा ट्याप गरेपछि हु क्यान सी सेन्ड यु फ्रेन्ड रिक्वेस्ट भन्ने अप्सन हुन्छ, यसमा ट्याप गर्नु होला। यसमा एभ्रीवान छ मेरो, म हटा। थोरै डाउनमा आएर प्लस एन्ड पब्लिक कन्टेन्टमा जानु होला। त्यहाँ फेरि हु क्यान फलो मी अप्सन देखिन्छ, अनि धेरै अप्सनहरू देखिन्छन् त्यहाँ तलसम्म। त्यसमा सबैमा पब्लिक गरिदिनु होला। जस्तै मैले सबमा पब्लिक गरिसकेको छु। यति गरिसकेपछि साथीहरू यहाँबाट ब्याक जान सक्नुहुन्छ। तपाईँहरू ब्याक जानु होला। ब्याक गइसकेपछि 3 डटवाला अप्सन देखिन्छ, 3 डटमा क्लिक गर्नु होला र भ्यू एजमा ट्याप गरिसकेपछि यहाँ मेरो फलोको अप्सन आइसकेको छ। यसै गरी तपाईँहरूको पनि फलोको अप्सन आउनेछ साथीहरू। आजको भिडियो कस्तो लाग्यो, युजफुल लागेमा लाइक, कमेन्ट, सेयर एन्ड सब्सक्राइब गरी सँगै रहेको नोटिफिकेसन बेलमा टच गरी अल नोटिफिकेसन अन गर्न नबिर्सनु होला। धन्यवाद।